सो गाइस फुदुङसाङ भनेको चाहिँ यस्तो हुन्छ। यहाँ लेखेको छ यी फुदुङसाङ भनेर यहाँ लेखेको छ, यही हो। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। गाइज आज चाहिँ हामी रुम खोज्नको लागि फुदुङसाङमा गएको छु। फुदुङसाङ भनेको यहाँनिर एउटा एजेन्ट जस्तै अब कोठा रुम भाडामा लिनेहरू सब कुरा हेर्छन् होइन। अनि अफिस राखेको हुन्छ तिनीहरूले फुदुङसाङ भनेर। अनि चाहिँ हामी हेर्न गएको थियौँ। दाइहरूले आज रुम पाउनु भएको थिएन, त्यो दाइहरूको लागि चाहिँ हाम्रो दुईजना दाइहरूको लागि चाहिँ रुम खोज्न गएको थियौँ। अनि रुम चाहिँ अब डिपोजिट गर्नुपर्छ नि त रुम बस्नुको अगाडि। अनि डिपोजिट अलिक महँगो भयो, अनि महिनाको रेन्ट पनि महँगो भयो। पहिला चाहिँ डिपोजिट अलिक राम्रो हुने भयो भने केटाहरूले दिनुहुन्थ्यो। डिपोजिट चाहिँ अब जस्तै 2 लाख एक्सको हुन्छ, 5 लाखसम्म 4 लाखसम्म पाउँछ होइन। त्यसो अनि भेस्ट मिनिमम चाहिँ अब हाम्रो एभरेजमा 3 लाख भयो भने चाहिँ होइन, 3 लाख रुपियाँ डिपोजिट भयो भने चाहिँ भाडाहरू पनि अब 30,000 40,000 जति भन्ने हुन्छ। तर माथि अब 60,000 70,000 80,000 माथि रेट भयो भने चाहिँ गाडी पर्छ। त्यही भएर अब दाइहरूको लागि चाहिँ गएको थियौँ। के भन्नु अरे त्यहाँ फुदुङसाङकोमा छैन, कोठाहरू छैन, अहिले बनाउने गाडी छ। त कोठा अलिक छैन, हामी 3 जना फुदुङसाङमा गयौँ। त कोठा बनाउन धेरै लास्ट टाइम मुस्किल रहेछ होइन। अब हामीलाई के गर्ने भन्दा अब हामी फुदुङसाङकोमा 2-4 ठाउँ गयौँ। अब फेरि अब खोज्ने क्रम जारी छ। रुम चाहिँ अहिले धेरै नै ट्याक्स छ, यो चाहियो यो इन्टेकको स्टुडेन्टहरू चाहिँ धेरै आयो। अनि कम्पनीमा त बङ्गलीमा त प्रायः भएन होइन। त्यही भएर हामी चाहिँ यहाँ होलीतिर आएको छौँ। होली भनेको चाहिँ 2 स्टेसन 3-4 स्टेसन चाहिँ हाम्रो के भन्छ वेस्टतिर पर्छ। अनि यो स्टेसनमा आएको छु। यहाँ आएर हेर्दैछु खाना नम्बरहरू दिएको छ। अनि अहिले तारिक रुम खोजिन्छ भनेको छ। यो 2 तारिकभित्रमा हाम्रो रुम बनाएको सक्दैन। हामी 3-4 ठाउँमा हेर्दाखेरि यहाँ चाहिँ भनेको अलिकति हाई रेन्टवाला चाहिँ रुमहरू प्रायः रहेछ। जस्तै 45,000देखिको स्टार्टिङ जस्तो बुझ्यो भने चाहिँ हामीलाई त अब 2जना स्टुडेन्ट हो। अब बनाउने हो कि छैन भनेर सोध्ने हो होइन। सो गाइज फुदुङसाङ भनेको चाहिँ यस्तो हुन्छ। यहाँ लेखेको छ यी फुदुङसाङ भनेर यहाँ लेखेको छ, यही हो। अफिस होइन, कस्तो अफिसहरू हुन्छ। अनि अफिसमा जाने हो, अनि रुम छ कि छैन भनेर सोध्ने हो होइन। अनि सोधेर उनीहरू डिपोजिट कति दिनुहुन्छ भन्छ, कतिसम्म खोजेको भन्छन्। त्यसै अनुसारमा चाहिँ हामीले त्यसरी अफिसमा गएर जाने हो। हामीले आजसम्म कतिवटा अफिसमा गयौँ होला आजसम्म हामीले। अहिलेसम्म हामी लगभग 8वटा जति पैसा फुदुङसाङको गइसक्यौँ। रुम पाउन चाहिँ अलिक पाएको छैन, तर पनि अब एउटा रुम चाहिँ छ। अर्को रुम चाहिँ अब यसो हेरौँ न भनेर गएको। अर्को रुम पनि अब अहिले फिक्स नहुन सक्छ, त्यो रुम खोज्दै आएको। अब चाहिँ हामी कहाँ चाहिन्छ होला हौ जाने हो। अब पारिपट्टि 2टा छ, त्यहाँ गएर एकचोटि हेरौँ। अब पायो भने पाइहाल्यो, पाएन भने अनि फेरि हामी फर्किन्छौँ। अब त्यही रुमलाई हेर्नुपर्छ होला होइन, भनेको लाग्छ। त्यही रुममा गएर रुम त हेर्ने नै हो। अब सस्तो रहेछ, पहिला नेपाली भाइ बसिरहेको रुम रहेछ। अब उसले छोड्ने नै हो पनि अब काम हुने ठाउँतिरै बस्ने हो। किनभने अब कामदेखि फेरि यता आइज फेरि उता त भ्याउ हुन्छ। अनि प्रायः नेपालीले चाहिँ गर्छ, सुरुमा चाहिँ एक ठाउँमा बसिरहेको हुन्छ। यो नेपाली धेरै बस्ने ठाउँ भन्छ टोमियो र दङदेमुन। त्यसपछि काम पाइसकेपछि बिस्तारै उनीहरूले त्यो ठाउँ दङदेमुन छोडेर काम पाउने ठाउँतिर गएर बस्ने गर्छ क्या प्रायः नै। अन्त भाइ पनि त्यही उसमा छ, अस्ति नै मार्च इन्टेकमा आएको भाइ काम पाएर कामतिरै बस्नु खोजिरहेछ। अब त्यही भएर चाहिँ उसले छोडिदिन खोजिरहेछ। अब भरे अब उसँग रुम छ, अरूलाई दिएको छैन भने चाहिँ माथि चट्ट बाल्कुनी छ अरे, बाल्कुनीमा गएर चट्टसँगले बसिदिने हो। त्यही हो गाइज, रुम खोज्ने तरिका त्यही हो। फुदुङसाङमा जाने हो, डिपोजिट कति हो दिने हो, अनि गरेर गाइज लगाइ चाहिँ दिने हो। धन्यवाद हेर्नु भएकोमा। डु लाइक, डु कमेन्ट एन्ड डु सब्सक्राइब। प्लिज सेयर द भिडियो। Hello. Namaste everyone. Welcome back to Kesop AK Vlogs. Yeah. आज चाहिँ ह्याप्पी फादर्स डे रहेको छ। सबैजनालाई ह्याप्पी फादर्स डे। अनि हामी चाहिँ युनिभर्सिटी जान लागेको। कस्तो हुन्छ युनिभर्सिटी, कताबाट जाने हामी देखाउने नै छौँ। ल अहिलेको लागि हामी अब लुगासुगा चेन्ज गर्नुपर्ने भएको छ। हामी कट्टु लाएर जाने कुरा आउँदैन। त्यस भएको कारणले अहिले चाहिँ बाई बाई है त। ल गाइज हामी चाहिँ अब कलेज जान लागेको। युनिभर्सिटी जाइसक्यो, जुत्ता लगाइयो। यहाँनिर हाम्रो झन्डा, नेपालको झन्डा। किनकि हामी नेपाली हौ, हामीले राख्नुपर्ने जरुरत त छैन, तर पनि राखिदिएको हो। यही हो। निकै बेला भयो। हाम्रो साथीले बनाउँदैछ चाउचाउ। फेरि दादाहरूको डाइट चाहिँ फेरि चाउचाउ मात्रै हो। ल हामी चाहिँ चाउचाउ हान्न लाग्यो। साथी भनिदिनु त कस्तो छ चाउचाउ? साथी के गर्नु, विनोद चौधरी प्रडक्ट है त। ल अब हामी खाएर निस्किने नै छौँ। देख्न सक्नुहुनेछ चाउचाउ, अन्ली चाउचाउ नो अन्डा। म चाहिँ रेडी भएर निस्किसकेँ है। यस्तो छ
निक्लिसके, अब साथी निक्लिँदा बाँकी छ अनि हामी अरू साथी नि भेट्नेछौँ। त्यसपछि हामी सिधै ट्रेन चढ्नेछौँ उता गएर। देख्न सक्नुहुनेछ यही चाहिँ कोरिया हो। नेपाली स्टुडेन्टको जिन्दगी यस्तो हो। यसरी पर्सनल गाडी लिएर कहिले हिँड्ने हो। अब ट्रेन कुद्नलाई जानुपर्छ पर। बिजोक छ जिन्दगी। ल यस्तरी हिँड्नुपर्छ। अब हाम्रो ट्रेन स्टेसन आइपुग्न लाग्यो। हेलो बब, हामी कहाँ जानु लागेको भनिदेऊ न। त्यही त अनि पुलिसको गाडी हो। यसरी खिच्न त मिल्दैन, तर पनि बेला बेलामा लुकी लुकी खिचिदिने हो। फेरि के गर्नु। ल फेरि यहाँ चाहिँ है ट्रेन चढ्न नि 3 तला मुनि जानुपर्छ। अहिले हामी त 3 तला माथि हिँडेको जस्तै हो। फेरि भुइँमा हिँड्दा नि। ल अन्डरग्राउन्ड देख्न सक्ने हाम्रो नेपालमा नि यस्तै बनाउने हो के हो बब। यस्तो यस्तो खोइ त एउटा देऊ न, एउटा त्यस्तो त्यस्तो देऊ न। राधे भन्दाखेरि ऊ पछाडि छ फेरि चरीको यता चाहिँ चरीको उता चाहिँ राधेको बारीमा रुममै वार पर्छ बेला बेलामा ग्याङ वार। है त्यस्तो यस्तो छ। अहिले चाहिँ हामी ट्रेन स्टेसन आइपुग्न आँट्यो। अनि यहाँ यसो ऐना हेर्नुपर्ने हुन्छ कस्तो छ भनेर। हेन्डसम देखेको रहेछ। ल आज के होला जस्तो छ युनिभर्सिटीमा साथी हो होला जस्तो छ आज। लाइन बस्नुपर्ने हुन्छ ट्रेन चढ्न चाहिँ। ट्रेन आयो यस्तरी आउँछ। निन्द्रा त लोत लागिरहेको छ यार। त्यस्तो धेरै बोल्न पाउँदैन। सबजना बिजी बिजी नै हुने रहेछ।